ओइ बुढा ला के भयो? हजुरहरूले भर्खरै फ्रिज किन्नुभयो अनि यी गल्तीहरू गर्दै हुनुहुन्छ भने हजुरको फ्रिजमा 10 वर्ष या 20 वर्ष जति नै वारेन्टी भए पनि 1 वर्षभन्दा 2 वर्ष बढी टिक्नेवाला छैन। अब यी गल्तीहरू के हुन् भनेर थाहा पाउन चाहिँ भिडियोलाई पुरै हेर्नु होला। अनि यति राम्रो नलेज म एक्लै किन लिने भन्नुहुन्छ भने भिडियोलाई सेयर गर्दा पनि हुन्छ। पहिलो गल्ती, हजुरले घरमा फ्रिज पुग्ने बित्तिकै चलाउनुहुन्छ भने यो सबैभन्दा ठुलो गल्ती हो। हजुरले फ्रिजलाई चाहिँ घरमा डेलिभर भइसकेपछि कम्तीमा पनि 4 देखि 6 घन्टा अपराइट पोजिसनमा थपक्क राखेर बल्ल बिजुलीमा जोड्नु पर्यो है। यो गर्दाखेरि हजुरको कम्प्रेसरको ग्यास सेटल भइसकेपछि फ्रिज चल्दाखेरि फ्रिज पनि राम्रो चल्छ अनि आयु पनि बढेको हुन्छ है। दोस्रो गल्ती भनेको चाहिँ हजुरको फ्रिजको पोजिसनिङ हो है। यो वास्तुशास्त्र यो पूर्व फर्काउ दक्षिण फर्काउ भन्ने कुरा होइन। हजुरले फ्रिजलाई चाहिँ कहिले पनि भित्तामा टपक्कै टाँसेर राख्नु हुँदैन है। हजुरले कम्तीमा पनि एक भित्ता या 1.5 भित्ता चाहिँ भित्ताभन्दा अलिकति पर चाहिँ राख्नुपर्छ। यस्तो हुँदाखेरि चाहिँ मजाले हावा खेल्न पाउँछ र कम्प्रेसर ओभर हिट हुने, कम्प्रेसर चोक हुने भन्ने समस्या चाहिँ आउँदैन है। त्यही भएर फ्रिजलाई चाहिँ सधैँ भित्तामा नटसाइकन अलिकति डिस्टेन्स राखेर राख्नु है। तेस्रो गल्ती भनेको हामी नेपालीहरूले चाहिँ प्राय गर्ने गल्ती नै है, डिफ्रिज नै फुटालिदिने गल्ती। यो डिफ्रिज फुट्यो भने हजुरको फेरि फ्रिज पनि किलोको भाउमै जान्छ, फलामको किलोको भाउमा जान्छ। अब यो डिफ्रिजको सेक्सनमा आइसहरू जमेको बेलामा चाहिँ हजुरले जबरजस्ती आइस सुकाउने, चक्कु चम्चाले हान्ने, धारिलो वस्तुले यो डिफ्रिजमा कोट्याउने गर्नुभयो भने यो साना साना रेसा जुन देखेछन् यो ग्यास फ्लो हुने ठाउँ हो। यहाँ पाल परेपछि ग्यास लिक भएपछि यो कुरा चाहिँ वारेन्टीमा पनि पर्दैन है। त्यही भएर हजुरले यसको सजिलो सल्युसन के छ भने हजुरले जुनै फ्रिज किने पनि हजुरले यो डिफ्रोस्टको बटन पाउनुहुन्छ। यो डिफ्रोस्टको बटन भनेको चाहिँ हजुरको फ्रिज रिसेट गर्ने कन्डिसन नै हो। अब यो भनेको चाहिँ हजुरले यहाँ यो डिफ्रोस्टको बटन थिचिसकेपछि यहाँ जम्मा भएका जति पनि आइसहरू छन् मजाले पग्लेर ब्याक टु नर्मलमै जान्छ है। त्यही भएर यो भागमा चाहिँ हजुरले चक्कु चम्चाले हान्ने, जबरजस्ती आइस सुकाउने काम चाहिँ गर्ने भएन है। वारेन्टी पनि गयो, फ्रिज पनि किलोको भाउमा गयो है। चौथो गल्ती भनेको हामीले जुन चाहिँ बिजुलीबाट जोड्ने थुत्ने गर्छौँ नि बिजुली जोगाउनलाई, त्यो गर्दाखेरि झन् फ्रिजले बढी बिजुली तानिरहेको हुन्छ है। हजुरले फ्रिजलाई चाहिँ 24 घन्टा 365 दिनै बिजुलीमा जोडेर राख्ने हो है। हो कहिलेकाहीँ टाढा जानुपर्ने छ भने चाहिँ हजुरले एकमा राखेर छोडिदिनु फ्रिजलाई। तर यो फ्रिजलाई चाहिँ बिजुलीबाट थुत्ने काम चाहिँ गर्न भएन है। यो गर्दाखेरि चाहिँ कम्प्रेसरलाई धेरै नै स्ट्रेस पर्छ। हजुरको फ्रिज बन्द भइसकेपछि कम्प्रेसरले फेरि चिसो बनाउनलाई धेरै नै बिजुली खान्छ। त्यही भएर फ्रिजलाई चाहिँ जोडेर राख्नु पर्यो। यो जोडेर राख्दाखेरिको अर्को फाइदा भनेको हजुरको जोडिरहेको फ्रिजलाई चाहिँ मुसा साङ्लाले पनि काट्दैन है। पाँचौँ गल्ती भनेको चाहिँ हजुरले यो फ्रिजलाई चाहिँ अनावश्यक रूपमा चाहिँ खोल्ने बन्द गर्ने गर्नु चाहिँ हुँदैन है। यो फ्रिज बन्द पोजिसनमा हुने बेलामा यहाँ चिसो हावा ट्र्याप भएर बसिरहेको हुन्छ। हजुरले खोलेपछि रिलिज हुन्छ त्यो हावा अनि कम्प्रेसरलाई फेरि काम गर्न पर्यो चिसो बनाउनलाई। त्यही भएर अनावश्यक रूपमा फ्रिज खोल्ने बन्द गर्ने त्यस्तो चाहिँ गर्न भएन। फ्रिजलाई चाहिँ एकदमै अप्टिमम हिसाबमा चलाउनु पर्यो है। खोल्ने बन्द गर्ने जति गर्नुहुन्छ त्यति बढी नै बिजुली तान्छ है। छैटौँ गल्ती भनेको हजुरहरूको फ्रिजको सेलेक्सन हो है। किन्ने बेलामा फ्रिजको सेलेक्सन, यदि हजुरलाई यो डिफ्रिजमा आइस बन्ने, यो डिफ्रोज थिच्ने, आइस सुकाउने, खानेकुरा उकाउने त्यस्तो झन्झट केही पनि चाहिँदैन भने हजुरहरू सिधै डबल डोरतिर सिफ्ट हुनु पर्यो है। डबल डोरमा चाहिँ हजुरहरूको नन फ्रोस्ट टेक्नोलोजी हुन्छ, जुनले गर्दाखेरि चाहिँ हजुर खानेकुरा मात्र आइस बन्छ। यो वरिपरि आइस जमेर लपक्कै आइस जम्ने, खानेकुरा उकाउनु पर्ने, जबरजस्ती उकाउनु पर्ने त्यस्तो समस्या चाहिँ डबल डोरमा हुँदैन। अब यस्तो सिस्टम चाहिँ हजुरको सिङ्गल डोर फ्रिजमा कहिले पनि आउँदैन, किनभने सिङ्गल डोर फ्रिजहरू चाहिँ सधैँ डाइरेक्ट कुलिङ नै हुन्छ है। फेरि मैले सस्तोमा 29,000 30,000 32,000 डबल डोर फ्रिज पाएँ भनेर रमाउँदै हुनुहुन्छ भने त्यो चाहिँ यही सिङ्गल डोर फ्रिजलाई ठ्याक्क काटेर दुईवटा ढोका राखिदिइसकेपछि डबल डोर फ्रिज भयो अनि त्यसमा डाइरेक्ट कुलिङ सिस्टम नै पाउनुहुन्छ है। त्यही भएर हजुरले डबल डोर फ्रिज किन्ने बेलामा सधैँ सोध्न पर्ने कुरा भनेको यसमा नन फ्रोस्ट फ्री टेक्नोलोजी छ कि छैन भनेर सोध्नु पर्यो है। र हजुरलाई यस्तै यस्तै राम्रो राम्रो नलेज चाहिन्छ भने फेदिकोला इलेक्ट्रोनिक सप्लायर्सको टिकटकलाई फलो गर्न चाहिँ नबिर्सिनु होला। साथै फ्रिज, वासिङ मेसिन, टिभी यताउति जे चाहिए पनि फेदिकोला इलेक्ट्रोनिक सप्लायर्स आउनु होला। किनभने सामान किन्नु मात्र ठुलो कुरा होइन, सामानको बारेमा बुझ्नु पनि ठुलो कुरा है।